को दोलखाको ऐतिहासिक जिरी धार्मिक एवं प्राकृतिक रूपले प्रख्यात पवित्र भूमि सैलुङ र गौरीशङ्कर लगायत कालिम्पोङका नागरिकहरूको आवाज बोकेर उभिएकी छु। सभामुख महोदय, इतिहास साँची छ। सन् 1953मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गर्दा प्रयोग गरेको त्यो ऐतिहासिक जिरी पदमार्ग आज इतिहासको पानामा मात्र सीमित हुन पुगेको छ। भरपर्दो सडक र हवाई सञ्जाल नहुँदा जिरी र सैलुङ जस्ता विश्व प्रसिद्ध पर्यटकीय हबहरू आज गुमनाम जस्तै बनेका छन्। सिङ्गो दोलखा जिल्लामा एउटै पनि सञ्चालित विमानस्थल नहुँदा त्यहाँका पर्यटन व्यवसाय धराशायी भएको छ र फलस्वरूप हाम्रा युवाहरूले रोजगारी समेत गुमाएका छन्। यता वर्षायाम सुरु हुन लागेसँगै कालिम्पोङ गाउँपालिका स्थित लापिलाङका नागरिकहरूमा अहिलेदेखि नै पहिरोको त्रास सुरु भइसकेको छ। कति बेला पहिरोले घर बगाउने हो र जिउँदै पुरिने हो भन्ने डरले त्यो ठाउँका नागरिकहरू अहिलेसम्म पनि रातभरि सुत्न सकेका छैनन्। सभामुख महोदय, यो भन्दा पनि ठुलो विडम्बना के छ भने आजको यो आधुनिक र डिजिटल युगमा पनि गौरीशङ्करको बेतिङ गाउँमा सडकको एउटा ट्र्याकसम्म पनि पुग्न सकेको छैन। वर्षायाम लागेपछि महिनौसम्म सञ्चार र बिजुली ठप्प हुन्छ। संसारबार दुनियाँसँग जोडिरहँदा मेरो ठाउँका नागरिकहरू अन्धकारको टापुमा बस्न बाध्य छन्। अझै दुःखद कुरा त के छ भने सामान्य बिरामी पर्दा समेत ओखती मुलो र अस्पताल पुग्न नपाई कैयौँ सुत्केरी महिला र नागरिकहरूले डोकोमै छटपटाउँदै ज्यान गुमाउन बाध्य भएका छन्। नागरिकको साथ बाटोमै रोकिँदासम्म पनि त्यहाँको नागरिकले सरकार कहाँ छ भनेर महसुससम्म पनि गर्न पाउँदैनन्। के दुर्गम ठाउँमा जन्मिनु नै ती निर्दोष नागरिकको अपराध हो त? त्यसैले म सम्मानित सदन मार्फत सरकारसँग जोरदार माग गर्दछु। दोलखाको गुमेको आर्थिक समृद्धि फर्काउन र बिरामीको आकस्मिक जीवन रक्षाका लागि बन्द रहेको जिरी विमानस्थल तत्काल पुनर्सञ्चालन गरियोस्। लापिलाङको पहिरो दीर्घकालीन रूपमा नियन्त्रण गर्न र विस्थापित परिवारको पुनर्वासको व्यवस्था गर्नका लागि विशेष प्याकेज घोषणा गरियोस्। गौरीशङ्करको बेतिङ र सैलुङ क्षेत्रमा दिगो सडक, 12 महिना चल्ने यातायात, भरपर्दो सञ्चार विद्युतीकरण पुर्याउन सम्बन्धित मन्त्रालयलाई तत्काल रुलिङ गरियोस्। अन्त्यमा नागरिकको जीवनसँग जोडिएका यी गम्भीर विषयमा सरकार मुखदर्शक बन्न मिल्दैन। त्यसैले सम्माननीय सभामुख महोदय मार्फत म सरकारको जोरदार ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद।